कति मोबाइल हेरेर बसेको किताब अगाडि राखेर मोबाइल हेरेको छ पढ्नु पर्दैन ए मम्मी हेर्न दिनु न के भोलि आज छुट्टी नै त छ किचनमा मामुलाई काम सघाउनु छैन भोलि पर्सि बिहे गरेपछि दुःख पाउला है मैले भन्दै छु ए लु आए आए कस्तो खाना आउँदाखेरि पनि मोबाइल चलाइराखे त मोबाइल त्यहाँ राखेर भात खान बस पहिला ए लु यो भात के हो भात फर्सीको मुन्टा छ ए खाना तपाईले खानु सधैँ एउटै खानु परेन कस्तो भोक लाग्यो मम्मी 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 कता जानुभयो भोक लागिसक्यो काची जानुभयो होला त मम्मी हैन कहाँ जानुभएछ आज कहाँ चाहिँ जानुभयो पनि दुध पकाएको दुधै खाम क्या मम्मी कता चाहिँ जानुभयो मम्मीलाई गर्नु धेरै नराम्रो भनेको छु छोरी हजुर मम्मी तपाईँ कहाँ जानुभएको थियो मलाई छोडेर म बजार गएको थिएँ तिम्रो लागि तिमीलाई केही मिठो लागेन अनि त्यसरी मासु लिएर दिनलाई म बजार गएको थिएँ मासु ल्याइदिएको छु अब मिठो मानेर खाऊ ल त्यही पनि अब मलाई छोडेर कहीँ पनि नजानुहोस् ल